हेर्दै हुनुहुन्छ समाप्त भयो। दोस्रो विश्वयुद्धको लडाईँ लड्ने बेलामा यतापट्टिको पहिलो ब्लकमा कसको टिम थियो? यतापट्टि कसको थियो? अमेरिका, ब्रिटेन, फ्रान्स र सोभियत रुस थियो। उतापट्टि अर्को ब्लकमा को थियो? जर्मन, जापान र इटली थियो। अब जर्मन, जापान र इटलीको निमित्त यताको देशहरू के भयो? उसको निमित्त के भयो? शत्रु देश भयो हैन? मित्र भयो, शत्रु भयो। त्यसैगरी अमेरिका, ब्रिटेन, फ्रान्स र सोभियत रुसको निमित्त जर्मन, जापान र इटली उसको निमित्त फेरि के भयो? फेरि शत्रु भयो। यो एक अर्काको प्रतिस्पर्धीहरू हुनु होइन तिनीहरूजना? दुईटा ग्रुप एक अर्काको प्रतिस्पर्धी। यसो भए तापनि तत्कालीन ब्रिटेनको प्रधानमन्त्री विन्स्टन चर्चिल र तत्कालीन अमेरिकाको राष्ट्रपति रुजवेल्टको बीचमा सन् 1941 अगस्त महिनाको 9 तारिकदेखि 12 तारिकसम्म समुद्रको टापुमा उनीहरू दुईजना मात्रै बसेर एउटा के हुन्छ त्यहाँनिर? गोप्य सम्झौता हुन्छ। के हुन्छ? गोप्य सम्झौता हुन्छ। अन्तिममा गएर त्यो गोप्य सम्झौताको नाम के दिन्छ उनीहरूले? के दिन्छ? एटलान्टिक चार्टर एउटा चाहिँ सन्धिको रूपमा चाहिँ त्यो घोषणा गर्ने काम गर्छ। अब हेर्नुहोस् है, यहाँनिर बहुत खतरनाक घटना यहाँनिर घटेको छ। अमेरिकाको राष्ट्रपति र ब्रिटेनको प्रधानमन्त्री, फ्रान्स, सोभियत रुस एउटा ब्लकबाट लडिराखेको थियो। उनीहरूको बीचमा 1941 मा त्यो समुद्रको टापुमा उनीहरू दुईजना भन्दा बाहेक अरू कोही पनि थिएन। मान्छेको रूपमा उनीहरू दुईजना मात्र थिए, बाँकी अरू कोही पनि थिएनन्। उनीहरू दुईजना बसेर सल्लाह गरे पनि, सल्लाह गरेर निचोड के निकाले? हामीले जर्मनमा एटम बम खसाल्यौं भने यो दोस्रो विश्वयुद्ध अन्त्य हुन्छ र हामी विश्वमा के गर्छौं? विश्वमा हामी सुपर पावर भएर राज गर्न सक्छौं। जर्मनमा खसाल्यो भने पनि सक्छौं, जापानमा खसाल्यो भने पनि हामी विश्वमा सुपर पावर बनेर विश्वमा राज गर्ने अवसर पाउँछौं। र हामीले इटलीमा बम खसाल्यौं भने पनि इटलीलाई ध्वस्त बनाएपछि दोस्रो विश्वयुद्ध हामी जित्छौं। त्यसपछि हामी विश्वको सुपर पावर भएर विश्वलाई हामीले हाम्रो हातबाट चलाउन पाउँछौं भन्ने कुरा उनीहरूको छलफलमा त्यो निष्कर्षमा उनीहरू पुगे। थप छलफलबाट उनीहरूले एउटा निचोड निकाल्यो। जर्मनमा बम खसाल्यो भने लडाईँ जित्छौं, जर्मनीहरू मारिन्छन्। जापानमा बम खसाल्यो भने लडाईँ जित्छौं, जापानिजहरू मारिन्छन्। इटलीमा बम खसाल्यो भने इटलीमा बम खसाल्ने बित्तिकै लडाईँ जित्छौं, इटलीको नागरिकहरू के हुन्छ? मारिन्छ। त त्यहाँनिर पुगेपछि उनले एउटा निचोड निष्कर्षमा के निकाल्यो? यदि जर्मनमा बम खसाल्यो भने लडाईँ त जित्छौं, जर्मनीहरू मर्दा को मर्छ भन्दा हाम्रो शरीरमा रगत बगेको को मर्छ? आर्यहरू मर्छ। इटलीमा बम खसाल्यो भने लडाईँ जित्छौं, को मर्छ? हाम्रै शरीरको रगत बगेको आर्यहरू मर्छ। जापानमा बम खसाल्यो भने लडाईँ पनि जित्छौं, को मर्छ? उनीहरूको शरीरमा भएको रगत भएको आर्य मर्छ, को मर्छ? मङ्गोलहरू मर्छ। त त्यति बेला उनीहरूले निचोड र निष्कर्षमा कहाँ पुगे? त्यसो भएपछि हामीले बम जर्मन र इटलीमा खसाल्नु हुँदैन, हामीले कहाँ खसाल्ने? जापानमा खसाल्ने भन्ने निर्णय गरेर सन् 1945 को अगस्त 6 तारिकको दिनमा जापानको हिरोशिमामा लिटल बोय नाम गरेको एटम बम खसाल्छ भने त्यसको ठीक 3 दिन पछाडि 1945 कै अगस्त 9 को दिनमा जापानको नागासाकी शहरमा फ्याट म्यान नाम गरेको अर्को एटम बम खसालेर के गर्छ? लाखौं जापानिज मंगोलहरूको विभत्स हत्या गरेर के गर्छ? दोस्रो विश्वयुद्ध जितेर संसारको बादशाह बन्ने काम गर्छ। हेर्नुहोस् त, यो घटनाले के बुझायो? शत्रुै भए पनि हाम्रो मान्छे बचाउनु पर्छ
भन्ने धमधमी आर्यहरू हुँदो रहेछ कि हुँदैन रहेछ? हुँदो रहेछ। हो, जसरी हिजो अमेरिका, ब्रिटेन र फ्रान्सहरू, सोभियत रुसहरू जसरी हिजो